नमस्ते सबैलाई। आज म हजुरहरूलाई एसएपी क्यालकुलेट गर्न गाइड गर्न गइरहेको छु। सुरुमा गुगल क्रोम खोल्नुहोला। गुगल क्रोम खोलिसकेपछि टेक्स्ट बारमा म त नेभिल ब्याङ्कबाट गर्न गइरहेको छु। नेभिल ब्याङ्क एसएपी क्यालकुलेटरमा क्लिक गर्नुहोला। त्यो क्लिक गरिसकेपछि तपाईँले यहाँ तल देख्न सक्नुहुन्छ एसएपी क्यालकुलेटर भन्ने, त्यसमा फेरि क्लिक गर्नुहोला। त्यो क्लिक गरिसकेपछि हजुरले यस्तो इन्टरफेस देख्नुहुन्छ, जुन इन्टरफेसमा हजुरले एनुअल्ली एक्सपेक्टेड रिटर्न र इयर देख्न सक्नुहुन्छ होइन। तपाईँको एनुअली क्यालकुलेट गर्दाखेरि चाहिँ तपाईँले राइट साइडमा देख्न सक्नुहुन्छ रिजल्टमा एक्सपेक्टेड फर द भ्यालु 70,047 र टोटल अमाउन्ट इन्भेस्टमेन्टमा 30,000। यो चाहिँ हजुरले लगानी गरेको भयो 10 वर्षसम्मको। अनि एक्सपेक्टेड टोटल गेनमा चाहिँ 40,047.83 देख्न सक्नुहुन्छ। र तपाईँको यो चाहिँ जुन चाहिँ स्टेटमेन्ट हो, तपाईँले चाहिँ कति वर्ष गर्नुभएको छ, 10 वर्ष गर्नुभएको छ, 10 वर्षको आउँछ। र यसै गरी तपाईँको सेमी एनुअली, क्वार्टरली र मन्थली पनि हामीले गर्न सकिन्छ। अहिले चाहिँ म हजुरहरूलाई मन्थली देखाउन गइरहेको छु। त्यसरी मन्थली तपाईँको 3,000 इन्भेस्टमेन्ट गर्दा 15% दरले मैले चाहिँ इयर बढाएँ। इयर बढाएर 20 गर्दाखेरि तपाईँले राइटमा फेरि देख्न सक्नुहुन्छ फ्युचर भ्यालु भनेर 45,67,864 र टोटल इन्भेस्टमेन्टमा 7,20,000 र टोटल गेनमा चाहिँ 38,27,864। यसै गरी नै तपाईँको चाहिँ यो तलको जति पनि देखिएको चाहिँ हाम्रो मनी इन्भेस्टमेन्ट हो, किनकि हामीले 20 वर्षको गरेको छौँ 3,000को दरले। यसरी चाहिँ हामीले क्यालकुलेट गर्न सकिन्छ एसआइपी चाहिँ। मन्थली, एनुअल्ली, सेमी एनुअल्ली र क्वार्टरली चाहिँ हामीले एसआइपी क्यालकुलेट गर्न सकिन्छ। थ्याङ्क यू।